हेलो एभ्रिवान, आज चाहिँ हामी वेदान्त पब्लिकेसनको ऱ्यासनल एक्सप्रेसनको चाहिँ इक्जाम्पल सिरिज चाहिँ क्वेसन नम्बर 3 लिएर आएको छौँ। अब यो क्वेसन चाहिँ मैले छोटो समयमा चाहिँ तपाईँहरूलाई बुझाउन कोसिस गर्नेछु। अब यो क्वेसन हेर्दाखेरि चाहिँ हामीले के देख्यौँ, a-2 a-3 a-1 छ, तर यहाँ चाहिँ 3 - a छ है, अनि यहाँ 1 - a अनि यहाँ 2 - a छ होइन। हामी चाहिँ अब के गर्छौँ भन्दा पहिला यो भेरिएबल भएकै टर्मलाई चाहिँ सबै भेरिएबल बनाउन कोसिस गर्छौँ। त्यही भएर चाहिँ मैले a-2 a-3 लाई चाहिँ एज इट इज चाहिँ गर्छु, किनकि मैले अरू पनि त्यस्तै a-1 a-2 समथिङ बनाउँछु भनेर मैले यसलाई चाहिँ केही पनि नगर्ने सोच गरेँ। अनि a-1 त हामीलाई ए अगाडिवालाई चाहिएको छ, त्यही भएर यसलाई एज इट इज राख्छौँ। तर हामीलाई 3 यो कन्सटेन्ट जुन नम्बर छ नि त्योलाई चाहिँ चाहिएको छैन। त्यही भएर चाहिँ हामी के गर्छौँ भन्दा अब यहाँ माइनस कमन तानिदिने भने के हुन्छ, यहाँ ए हुने भयो। के अरे त माइनस इन्टु ए भनेको माइनस ए हो, माइनस अनि त्यसपछि यहाँ -3 गऱ्यो भने के हुन्छ, माइनस माइनस प्लस हुन्छ, +3 हुन्छ। द्याट मिन्स यसलाई चाहिँ हामीले अब यस्तै लेख्न सक्छौँ क्या। अनि अब यसलाई पनि सेम, यसलाई के गर्न सक्छौँ, a-1 गरिदियो भनेर त a माइनस ए भयो, माइनस माइनस प्लस ए भनेपछि 1 - a नै भयो नि त। त्यसरी नै अब अर्को हामीले के गर्न सक्छौँ, a-2 गर्न सक्छौँ यसलाई होइन। भनेपछि ल हेर है त, अब यहाँ यो प्लस छ, यो माइनस, प्लस माइनस के हुन्छ, माइनस हुन्छ। त्यही भएर चाहिँ यहाँ अब यहाँ हुन्छ, अहिले प्लसै थियो प्लसै लेख्यो, यहाँ चाहिँ हामी के गर्छौँ, यहाँ तल माइनस लेख्छौँ। अब यहाँ चाहिँ माइनस माइनस प्लस, अनि फेरि प्लस प्लस नि के हुन्छ, प्लसै हुन्छ। देयर इज नो चेन्ज, केही पनि चेन्ज भएन। त्यही भएर चाहिँ हामीले चाहिँ यसलाई के गरिदिन्छौँ, हामीले यहाँ चेन्ज चाहिँ गरिसक्यो हो, तर गरेर पनि फेरि यो यहाँ नि प्लस आयो, यहाँ नि प्लस आयो, दुइटै प्लस आयो, प्लस प्लस नो चेन्ज। त्यही भएर चाहिँ हामीले यो दुइटालाई ट्याक्क उल्टाइदिन्छौँ, यहाँ चाहिँ केही नि गर्दैनौँ है त। यसलाई चाहिँ अब हामी अर्को स्टेपमा सट्ट गर्छौँ, थोरै बुझाएको है, यो रिभिजन सिरिज जस्तो हो। त्यही भएर चाहिँ म फास्ट गर्न कोसिस गर्छु है त। नजानेको चाहिँ कमेन्टमा सोद्धा हुन्छ। अब मैले के गरेँ, यहाँ माइनस कमन लिएँ, यो प्लसलाई माइनस चेन्ज गरिदिनु पऱ्यो, किनकि प्लस माइनस माइनस हुन्छ। भनेपछि अब हाम्रो के हुन्छ, a-1 यतापट्टि a-3 भयो। अब हामीले के गरेर यता नि माइनसले कमन लिएको, यता नि माइनस कमन लिएको, यता माइनस कमन लिँदा के हुन्थ्यो, a-1 हुन्थ्यो। हामीलाई के चाहिएको थियो, भेरिएबलै अगाडि चाहिरहेको थियो। त्यस्तो गर्दाखेरि चाहिँ यहाँ माइनस माइनस प्लस, प्लस यतातिर प्लस आयो, माइनस माइनस प्लस भयो, यो प्लस प्लस नि के भयो, प्लस भयो। त्यही भएर धेरै नो चेन्ज है। अब तर फेरि अब हामीले चाहिँ के गरेको, यो दुइटाले चेन्ज गरिदिइसक्यो हो होइन, यो दुइटा हामीले चेन्ज गरिदिइसक्यो। अब हामी हेर्छौँ, अब हामी सबै तिनटैको एल्सियम लिन्छौँ। तिनटैको एल्सियम लिँदाखेरि के भयो, यो दुइटा र यो दुइटा कमन छ होइन, यो दुइटा र यो दुइटा कमन छ, अनि यो र यो कमन छ। भनेपछि हामीले कमनलाई चाहिँ एउटा मात्रै लेख्छौँ, अनि बाँकी रहेको लेख्छौँ है त। ल हेर है त, यो ओभरअलमा लेख्दाखेरि चाहिँ के भन्छ, a-2 चाहिँ एउटा लेख्यौँ, अब यो लेख्नु परेन। अब हामी के गर्छौँ, a-3 लेख्छौँ, अनि यो लेख्नु परेन। अब बाँकी के रह्यो, a-1 लेख्नु, यो लेख्नु परेन। भनेपछि यो तिनवटा टर्मको एल्सियम भनेको यति रहेछ। अब हेर है त, 2 a-2 a-3 a-2 a-3 हामीसँग के छैन, a-1 छैन। त्यही भएर यता चाहिँ हामी a-1 ले मल्टिप्लाई गऱ्यौँ है। अब यसरी नै अब 2 यहाँ के छैन, a-1 यहाँ छ, a-3 छ, भनेपछि a-2 रहेनछ, a-2 यसरी लेख्छौँ। अब हेर्छौँ है, फेरि प्लस 1, अब a-1 यहाँ छ, a-2 यहाँ छ, नभएको के रहेछ, a-3 नभएको रहेछ। भनेपछि a-3 यसरी नभएको चिज लेख्छौँ। अब यसलाई हामी सिम्पली खोलिदिन्छौँ, अनि हेरौँ अब हामी काटिन्छ कि के गर्छ, त्यही अनुसार हेर्छौँ। 2 × a 2a -2 -2a माइनस माइनस प्लस के हुन्छ, 4 हुन्छ, प्लस a माइनस के हुन्छ, 3 हुन्छ। अब तलपट्टि के छ, a-2 a-3 अनि के हुन्छ, a-1 हुन्छ। अब यसलाई चाहिँ हामी के गर्न सक्छौँ, ल काटिन्छ, यता माइनस छ यता प्लस छ, काटियो है। अनि त्यसपछि अब 4 - 2 भनेको कति हुन्छ, 2 हुन्छ। 2 - 3 भनेको -1 हुन्छ है त। भनेपछि के हुन्छ, a-1 हुन्छ है, किनकि a त हाम्रो यहीँ छ, a भनेको एज इट इज रह्यो। अनि यो 4 - 2 +2 +2 - 3 -1 यस्तो हुन्छ। अनि तलको के हुन्छ, a-2 एज इट इज, a-3 एज इट इज, अनि त्यसपछि के हुन्छ, a-1 एज इट इज। यो a-1 र a-1 त सेम भयो, त्यही भएर एज इट इज त्यो काटियो, त्यसपछि बाँकी रह्यो के, यहाँ केही नि भएन, भनेपछि 1 हुन्छ। अनि तल चाहिँ के हुन्छ, a-2 अनि त्यसपछि के हुन्छ, a-3 हुन्छ है त। यो चाहिँ के भयो, यसको एन्सर भयो। थ्याङ्क यू भेरी मच।